हाई गाइज, आज म बोस्टनको सालम सिटीमा रहेको सैतानिक टेम्पल हेर्न आएको छु। र यो सैतानिक टेम्पल चाहिँ यो सालम सिटीमा धेरै नै फेमस छ। र विशेष गरी सालम सिटीलाई चाहिँ बक्सीहरूको हेडक्वार्टरको रूपमा पनि लिन्छ। यहाँ विश्वको विच क्राफ्टहरू बक्सी विधिहरू गर्ने मानिसहरूको चाहिँ हेडक्वार्टर यहाँ सालम सिटीमा रहेको छ बोस्टनको। र यो तपाईँ देख्न सक्नुहुन्छ, यो चाहिँ सैतानिक टेम्पल। यहाँभित्र सैतानका विभिन्न पिक्चरहरू, त्यसै गरी शालिगहरू, मूर्तिहरू राखिएको छ। र यहाँ विभिन्न बक्सी विधिहरू हुने गर्छ यो सहरमा। र आज म सालमको यो सैतानिक टेम्पलमा आएको छु। म तपाईँलाई भित्र लिएर जान्छु। हेरौँ त भित्र कस्तो छ यो सैतानिक टेम्पलभित्र। We are open. Okay. हामीले अलरेडी पैसा तिर्सेका छौँ। Ring the bell. I'm sorry. It's a reception. Cool. यहाँ चाहिँ पैसा तिर्ने पहिला $15 पर्छ। त्यसपछि Which sex position produces ugly children? भित्र हामी छिरिसकेका छौँ सैतानिक टेम्पलभित्र। तपाईँले सैतानलाई देख्न सक्नुहुन्छ यहाँ यसको यो रूप। सैतानको यस्तो डराउनु पर्ने अवस्था केही पनि छैन। म तपाईँलाई भित्र लिएर जान्छु। चाहिँ के छ भित्र। ओके, यहाँ छ मेन सैतानको मूर्ति। र अहिले हामी सैतानिक टेम्पलभित्र छौँ, अमेरिकाको बोस्टनको सालम सिटीभित्र। यहाँ विभिन्न मानिसहरू विभिन्न ठाउँहरूबाट, देशहरूबाट यो ठाउँमा चाहिँ यो टेम्पलमा हेर्न आउने गर्छन्। विशेष गरी विच क्राफ्टहरू, बक्सी विधिहरू गर्ने मान्छेहरू, यहाँ विश्वबाट त्यस्ता मान्छेहरू यहाँ यो टेम्पलमा घुम्न आउँछ। यहाँ पनि रहेछ पिक्चर एउटा। मैले अघि भने जस्तै बक्सी विधि गर्नेहरूको लागि चाहिँ विश्वको हेडक्वार्टर चाहिँ यो सालम सहर हो। र त्यही सहरभित्र रहेको यो सैतानिक टेम्पल, सैतानको टेम्पल मन्दिर। तपाईँ सक्नुहुन्छ यहाँ सैतानको विभिन्न रूपहरू देखाएको छ। क्रसलाई पनि यसरी गरेको छ। मैले देखाउन चाहेँ। अब हामी माथि जान्छौँ। साइडमा हेरेँ यो अर्को
रुम हो। यहाँ यसरी विभिन्न कुराहरू राखिएको छ। यसरी यो सैतानिक टेम्पलभित्र चाहिँ तपाईँहरूले $15 तिरेर आउन सक्नुहुन्छ। यो अमेरिकाको बोस्टनको सालम सिटीभित्र पर्छ। यहाँ विशेष गरी हलोविन को समयमा धेरै नै बिजी हुन्छ यहाँ मानिसहरू। विभिन्न देशहरूबाट, विभिन्न स्टेट राज्यहरूबाट मान्छेहरू यो ठाउँमा आउँछ। हामी माथि जानेछौँ। यो ढोकाहरू बन्द छ, यहाँ जान मिल्दैन। विभिन्न सैतानका विभिन्न कुराहरू राखिएको छ यहाँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँको मूर्तिहरूदेखि लिएर विभिन्न यहाँ यिनीहरूको मान्छेको मूर्तिदेखि लिएर विभिन्न कुराहरू राखेको छ। के छ यहाँ डेथ के इन्ट्रेस्टिङ। ए सुँगुरलाई भित्र प्याक गरिराखेको छ यहाँनिर। यसको अर्थ के हो? यसको अर्थ जान्नुपर्ने भयो भने यसको अर्थ हामी पछि बुझौँला के हो यसको मिनिङ। सुँगुर बच्चालाई यो बच्चालाई यो एकदम इन्ट्रेस्टिङ लाग्यो। सुँगुर बाख्रा पूजा गर्ने यो सबै कुराहरू उनीहरूले चाहिँ शैतानले पूजा गर्छ। हरेक कुरा यहाँ देख्नुभयो, पिक्चरमा देख्नुभयो प्रायः यसरी बनाउँछ त्यो हातमा राखेको होइन होइन, त्यसलाई ऊ भन्छ के अरे फिङ्गर यस्तो फिङ्गर राखेर। यो चाहिँ के होला? यो के हो? यो के हो त्यो? के सुकाएको थियो? के सुकाएको होइन? हो हो, जिउँदै राखेर मारेर सुकाएको। वाउ इन्ट्रेस्टिङ। धेरै कुराहरू छ यहाँ, हामी धेरै कुरा बुझ्न सक्दैनौँ यहाँ। यो नानी ए त्यहाँ पनि जानु भयो नानीको मुटु। ए मुटु रहेछ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ मान्छेको होइन मुटु, नानीको बच्चाको बच्चाको मुटु होइन त। छ यो के यस्तो यसरी स्पाइडरहरूलाई कम्पेरिटिभ हार्ट्स। यिनीहरूले बढी मुटुलाई अलिक फोकस गरेको देखेँ मैले। यहाँ अर्को पनि छ यहाँ। यसरी जिउँदै भित्र राखेर चाहिँ डेथ दिएको यो मुटु, बच्चाको मुटु। यिनीहरूले यस्तो कुराहरूलाई चाहिँ पूजा गरेको हामी पाउँछौँ। तरबार पनि छ यहाँ। शैतानको पुजारीहरू बस्ने यो के भन्ने यिनीहरूको सिंहासन भनौँ कि अथवा यो बस्ने कुर्सी। शैतानको पुजारीहरू बस्ने कुर्सी, सिंहासन है तपाईँ देख्न सक्नुहुन्छ। तपाईँहरूले भिडियो हेर्दै गर्दा अचम्म लाग्न सक्छ, तर यो अमेरिकामा छ। अमेरिका जस्तो विकसित देशमा शैतानको हेडक्वार्टर रहेको छ
र अहिले हामी सैतानिक टेम्पलमा छौँ। र यसरी शैतानले चाहिँ विभिन्न तरिकाले मानिसहरूको बिचमा चाहिँ उनीहरूले भ्रम फिजाउने र विभिन्न नराम्रो कामहरू गर्ने गरेको हामीले सुन्छौँ, देख्छौँ पनि। र आज यो ठाउँमा हामी आएका छौँ र शैतानले के कुराहरू पूजा गर्छ भन्ने कुराहरू तपाईँ यहाँ भिडियोमा पनि देख्न सक्नुभयो। विभिन्न यहाँ चिजहरू छ। यो शैतानको पूजारीको यो सिंहासन चाहिँ फेरि पनि हेर्न मन लाग्यो मलाई। ओके, हामी हाम्रो एक्जिट हौँ। एकजना यो पछाडिलाई खिच्नु पऱ्यो भित्ताकोमा। ओके, अलराइट, लेट्स गो आउटसाइड। ढोकाहरू सबै बन्द छ, जानु मिल्दैन यहाँ। अब यो साइडमा हेरौँ के छ। हामी अहिले सैतानिक टेम्पलभित्र छौँ र हामी यो सेकेन्ड फ्लोरमा आएर हेर्दैछौँ। तपाईँहरूले आफ्नो मुटु डर बनाउनु होला। प्रार्थनाको स्वरूप आउन कोही यदि डर लाग्छ भनेदेखि यसरी यो घरहरूलाई पनि यसरी भत्काएको। सबै क्यामेराहरू राखेर सेक्युरिटी एकदम टाइट छ यहाँ। तर भिडियो खिच्न चाहिँ अलाउ छ। विभिन्न बुकहरू, सैतानिक बुकहरू अथवा सैतानिकको बारेमा लेखिएको उनीहरूको हिस्ट्रीदेखि लिएर उनीहरूको कामदेखि लिएर उनीहरूको हरेक कुराहरू चाहिँ यी बुकहरूमा लेखिएको छ। भिडियोमा सैतानिक कुराहरू देखाइदिनेछ। हो यहाँ हेलोविन छ, यहाँ सैतानिजम भनेर राखेको छ। यसरी बाइबलको पनि यहाँ राखेको छ। उनीहरूको क्रस राखे पनि क्रसभित्र त स्नेक राखेको छ नि फेरि। क्रसभित्र सर्पको रूप राखेर चाहिँ यसरी सैतानिक भजन कोरस, वाउ, जसरी क्रिस्चियनहरूको भजन कोरस भयो भने जस्तै सैतानहरूको पनि भजन कोरसको बुक। यो के हो? यो के हो? समथिङ एल्स यो पहिला पर्ला। ओके, हामी देख्न सक्छौँ यहाँ नाइकी सुज लुक 10-18। ओके, यसको मतलब फेरि नाइकी सुज लाउनै हुँदैन भन्न खोजेको चाहिँ होइन है गाउँले। नाइकीले बनाएको सेटनिक सुज हो नि यो। त्यसले गर्दा चाहिँ म चाहिँ नाइकी लाउँदिनँ। यसको प्रोसेसहरू सबै सेटनिक टेम्पलमा आयो। 666 बनायो, मान्छेको खुन लगाएको छ। ल यो नाइकी जुत्तामा कता छ खुन? खै कता? मुनि ला सोलमा लगाएको छ यहाँ। खै कहाँनिर छ? त्यो होइन, अलिकति लाउँछ नि, एक ड्रप लाउँछ। यो जुत्तामा चाहिँ शैतानको रगत, मान्छेको रगत ब्लड लगाएको छ। त देखिँदैन यहाँबाट। एनिवे, आफूले मैले चाहिँ फेरि नाइकी नै लगाएको छु। ल है, मैले चाहिँ नाइकी लगाएको छु। भ्रम यहाँ सृजना नहोस् फेरि। ल अनि त्यसपछि यहाँ बुकहरू दिन सक्नुहुन्छ। मैले चाहिँ नाइकी लगाएको छ है। होइन, अब
उनीहरूले जे पनि पूजा गर्छन् नि अब के यसको मतलब हो त्यो अर्को विषय हो हामी त्यति लागौँ यहाँ बुकहरू देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ मजाले डेभल बुक सबै भजन कोरसहरू शैतानको लागि भजन कोरसहरू विभिन्न यो यस्तो कुराहरू पनि छ है यहाँ शैतानिक कुनै भिडियो अनि मुभीहरू देखाएको छ शैतानको बारेमा That's not religious liberty, that's Christian supremacy. ल है यो दुईवटा ढोकाभित्र हामीलाई छिर्न दिँदैन भनेको छ तर यहाँ के छ त यो चाहिँ रहस्यको कुरा हो यो चाहिँ रहस्यको कुरा हो है ल यो चाहिँ दुईवटाभित्र त्यो ढोकाभित्र छिर्न दिँदैन यो चाहिँ ठुलो रहस्यको कुरा हो यहाँ लेखेको छ प्राइभेट तपाईँहरूलाई भिडियो कस्तो लाग्यो र मलाई लाग्छ यो भिडियो तपाईँहरूको लागि इन्फर्मेटिभ हुनसक्छ ल अब हामी यो शैतानिक टेम्पलबाट बाहिर जाँदैछौँ थ्याङ्क यू बाई र दुई शब्द तपाईँले भनिदिनुहोस् कस्तो लाग्यो यो शैतानिक टेम्पल तपाईँले जस्ट भर्खरै निक्लिनु भयो भित्र सबै कुरा हेरेर तपाईँको अनुभव मेरो अनुभव चाहिँ कस्तो भयो भने यहाँभित्र चाहिँ एउटा प्रतीक मात्रै हो तर यसभित्रको यसलाई सञ्चालन गर्ने एउटा डरलाग्दो अन्धकारको शक्ति छ अनि त्यो शक्तिको विरुद्धमा चाहिँ हाम्रो लडाइँ हो हाम्रो युद्ध हो परमेश्वरले भन्नुभएको छ यसकारण अन्धकारको विरुद्ध खडा हुनलाई आत्माको हात हतियार धारण गर परमेश्वरका छोराछोरीले चाहिँ आत्माको हात हतियार धारण गर्ने दिन आएको छ एफिसी 6 अध्यायको 11 देखि 17 को हात हतियार धारण गऱ्यौँ भने हामी बलियो हुन्छौँ शक्तिशाली हुन्छौँ अनि शैतान चाहिँ वास्तविक रियल बिङ हो कल्पना होइन दन्त्य कथा होइन हावाको कुरा पनि होइन यदि नभएको भए यस्तो कुराहरू हुन्थेन अनि त्यहाँभित्र भइराखेको गरिराखेको कुराहरू देखाउँछ कि परमेश्वर शक्तिशाली हुनुहुन्छ थ्याङ्क यू सो मच ल हाम्रो अर्को गुरुबा हुनुहुन्छ पास्टर गुरुबा पास्टर हरि कस्तो लाग्यो तपाईँको यो शैतानिक टेम्पल यो मुलुक चाहिँ तपाईँको बाइबलमा आधारित स्थापित राष्ट्र हो तर हाम्रो विचारमा चाहिँ मेरो विचारमा चाहिँ यो शैतानिक टेम्पल चाहिँ हुनु नहुन्थ्यो तर यो भयो तर पनि अमेरिका जस्तो ठाउँमा यसले चाहिँ यो राष्ट्रलाई चाहिँ आशिष ल्याउँदैन यो राष्ट्रमा चाहिँ श्राप ल्याउने यो राष्ट्रमा जुन प्रकार हिंसा अस्थिरता हुने चाहिँ यो पनि एउटा कारण हुन सक्दछ तर हामी चाहिँ प्रभुलाई विश्वास गरेर हामी प्रार्थना गरौँ ताकि यो कुराबाट कुनै प्रकारको असर यो राष्ट्रको मानिसहरूप्रति नहोस् धन्यवाद थ्याङ्क यू देख्न सक्नुहुन्छ द सैतानिक टेम्पल Salem Art Gallery अहिले दिउँसोको 4 बजेको छ हामी स्यालम सिटीमा छौँ हामीसँग अर्को पास्टर हुनुहुन्छ पास्टर सूर्य उहाँको म केही अनुभव हजुरको माझमा लिन चाहन्छु हजुरले भर्खर कस्तो अनुभव हजुरको छोटकरीमा भन्नुहोस् तपाईँको अनुभव कस्तो भयो चर्च त धेरै घुम्नु भयो तर यो सैतानिक टेम्पल फर्स्ट टाइम यो अमेरिकामा पहिलोपल्ट यो सैतानिक टेम्पलमा आइयो सुन्नु त पहिलेदेखि सुनेको आउने मौका भएको आज मौका पाइयो र आइयो
एउटा अनुभव भन्दा पनि हामी क्रिस्चियनहरू कति जाग्नुपर्ने कति प्रार्थना गर्नुपर्ने भन्ने कुरोहरू चाहिँ मैले महसुस गरेँ। अझ धेरै हामीले प्रार्थना गर्नुपर्ने हाम्रो जिम्मेवारी छ भन्ने कुरा चाहिँ मैले बुझेको छु। अनि यिनीहरूको चाहिँ ब्रान्चेसहरू पनि विभिन्न ठाउँमा अहिले स्थापना गर्ने योजनाहरू गर्छ। त्यसले गर्दा हामी क्रिस्चियनहरू कति जाग्नुपर्छ, कति प्रार्थना गर्नुपर्छ यो देशको लागि, मानिसहरूको लागि भन्ने कुरा चाहिँ मैले फिलिङ गरेँ। ओके, धन्यवाद। थ्याङ्क यू सो मच। ल त आजको यो टाइटानिक टेम्पलबाट हामी बिदा हुन्छौँ र अर्को एपिसोडमा तपाईँहरूसँग भेट्नेछौँ र धन्यवाद। तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँलाई धन्यवाद दिन्छु।